सो हेलो गाइज, आज हामी दरेक खेलिरहेको छौँ। आज हामीले युट्युबबाट हेरेको यो फेमस अफ गेम छ। हामी पहिला पनि खेलिसकेका छौँ, अब हामी खेल्नवाला छौँ। सो अब प्ले दरेक रिमास्टर्ड। यो रिमास्टर भइसकेको छ। पहिलाको मोबाइलमा पहिला खेल्थेँ 2014 मा, र अहिले 2026 आइसक्यो। 2025 मा म खेल्दिनँ थिएँ। दरेक रिमास्टर भइसकेको छ। अहिले 2025 मा पनि त्यही पुरानो वाला ओल्ड वाला। सो अब खेलौँ। अहिले अपडेट भइसकेको छ भनेर मेरो साथीहरूले भने थिए। अब हेरौँ। ओके, यसो भोल्युम फुल गर्नुपर्छ। ओके, यति भयो। लोडिङ हुन चाहिँ अलिकति टाइम लाग्छ मलाई। ओके गाइस, यहाँ सुन्नु भने यो रड गरेको आवाज यो नि दरेकै हो। तपाईँले सुन्नु भइएका राहत छ होला, ठिक छ नि हजुर? तपाईँले सुनेको होला कराउँछ। यो रातभरि तपाईँलाई चेस गर्छ। चेस रातभरि त गर्दैन, तपाईँहरूसँग स्टामिना पनि हुन्छ। यसले तपाईँहरूलाई देख्यो भने तपाईँहरूलाई एउटा जम्प गरिदिन्छ, अन्त तपाईँहरू भाग्नुपर्छ। सो स्टार्ट भयो। यसमा हामीले प्ले गर्नुपर्छ। एकै वर्ल्डमा हामीहरू 100जना हुन्छौँ र अरूलाई खोज्नुपर्छ। हामीले एकैजना एकै ठाउँमा स्पोन हुँदैन, जुन ठाउँ पनि स्पोन हुन सक्छौँ। ओके गाइस, यही हो दरेकको ग्राफिक्स वाला। अनि यो चाहिँ हाम्रो स्ट्यामिना। यो साइडको मेरो स्ट्यामिना छ। र योहरू एकजना मान्छेलाई मैले भेटी पनि भयो। र अब हाम्रो हेल्थ चाहिँ देखाउँदैन अहिले, तर त्यो दरेकले हामीले हान्ने बेला यही स्ट्यामिनाको यही माथि हामीलाई देखाउँछ। ठिक छ नि? यही माथि फेरि दरेकले तपाईँले सुन्नुभएको होला। अनि च्याटमा हाम्रो च्याट देखाइँदैन। तपाईँहरूले रेडियो लिनुपर्छ। जो मान्छेसँग रेडियो छ त्यो मान्छेले आफ्नो हातमा तपाईँहरूले जम्पस्केयर देख्नु पर्ने भयो। मलाई धेरै डर लागेन, किनकि मैले पहिला पनि खेलेको थिएँ। फर्स्ट टाइममा खेल्ने बेला तपाईँहरूलाई यसो डर लाग्छ, तर राम्रो छ गाइस। तपाईँहरूले खेल्नु होला, राम्रो छ। ओके, गाइस, म 1 सेकेन्डमा पानी खाएर आउँछु।
Okay guys, म फेरि आइसकेको छु बनाएर। Oh, मेरो एकले मार्छ। Okay, here guys. यो चाहिँ हाम्रो सप हो। यो चाहिँ अब्जर्भेसन टावरको राइटपट्टि हुन्छ। यहाँबाट हाम्रो अब्जर्भेसन टावर सबको एउटा फोकस छ। यहाँ चाहिँ फेरि बोलेर तर हामी एक्सेप्ट गर्दैन। यहाँ के छ अब observation tower. Okay guys, there is observation tower. Almost तपाईँहरूले सबबाट किन्यो भनेको उयो माथि तपाईँहरूले पोइन्ट्स देखिरहनु भएको होला। माथि टाइटलमा हेर्नु होला। यहाँ उयो हेर्नु होला। उयोतिर पोइन्ट्सहरू छ तपाईँहरूले देखिरहेको नसक्नु 25 पोइन्ट छ। यी पोइन्ट्सहरू चाहिँ हामी यता सबबाट खरिद्यौँ। हामीले यो त फ्रीमा पाउनुपर्छ। फ्रीमा पाउनु मिल्छ किनकि हामीले जस्ट हामीले ग्रुपमा जोइन मात्र हुने। हामीलाई म्याप पनि चाहिएको छ। यो मान्छेले स्विच सर्भर यो मान्छेबाट यो उठेको छ। यो मान्छेबाट रोबोट छ तर मबाट रोबोट छैन। सबैले सर्भर स्विच गरिरहेका छन्। धेरै मान्छे छ हामीले पनि स्विच गर्नु कि के गर्ने हो हामीले त स्विच गर्नु। यसले चाहिँ तपाईँहरूलाई बताउँछ 20 मिटर कि 30 मिटरमा नि लम्बाइमा नि डाइरेक्ट थियो भने हामीलाई भन्छ। अन्त यो बन्द हुन्छ 10 कि 20 मिटरमा डाइरेक्ट हुने होला कि 30 मिटर पनि हुन्छ। यो यसको पावर बताउनु थियो। यो च्यानलले दिएको। यता हाम्रो फ्लेयरवाला हुन्छ त्यसको हामीलाई कोड पनि छ। यताबाट चाहिँ डाइरेक्ट हामीलाई काट्नुपर्छ डाइरेक्ट लैजाने। अनि डाइरेक्ट ब्लड आउट भनेर फुल साइलेन्ट हुन्छ। डाइरेक्ट SCP-096 द साई गाई जस्तो हुन्छ। त्यो फुल्ली स्काई रेड हुन्छ। फुल्ली रेड हुन्छ। अनि हामी सर्भाइभ गरेर भने 200 कि कति हुन्छ। तर डायमन्ड पाउनु चाहिँ धेरै हुन्छ। सर्भाइभल भनेको हामीलाई पनि थाहा छैन अहिले तर पोइन्ट्स चाहिँ हामीलाई थाहा छ। अहिले हामी द बेस क्याम्पमा छु जो कि अब्जर्भेसन टावरको यहाँ नजिकै छ। हामीले लिएर बस्नुपर्छ। यहाँपट्टि छ यहाँतिर डाइरेक्ट आयो भने यसलाई यता ल्याउनुपर्छ भन्दै थियो हुन्छ। म जम्प गरेर जान्छु। पक्रेर बस्छु।
कोड तपाईँहरूको सबै इन्भेन्टरीको त्यो सबै चिजहरू जान्छ सो यही हो दरेक टायर पनि खेल्नु होला राम्रो हुन्छ यो दरेकले नै लगाएको हेर्नु होला हाम्रो सबै के भन्छ ओके फ्लेयर बना ओके वो लूट बॉक्स हो गया पूरे का ये मैं पूरा और लोग दूसरा फ्री के सामने को ले आने थे फ्लेयर बंद था चलो वो तो फ्लेयर बन जाता हमें कहता ही लूट बॉक्स खर्चन म्यूजिक टर्नल है पूरा मैप पूरा में चल रहा है सामान भी चाहिए ओके फ्लाइट होने मुझे मारी होगा डायरेक्टली किल कर देगा रेंज भी कर देगा पॉपुलर यूट्यूबर बनेगा सो मैं तो वाला दरेक ये तो लूट बॉक्स है तो क्रैश बॉस मेरी गट्टी से क्रैश कार्ड लूट बॉक्स को तो जो बना में था चलो लूट बॉक्स ये तेरा छोला जैसा है चलनी पड़ी है छोड़े नहीं था एग्जैक्ट लोकेशन पता चला दो को रोड
कस्तो तर्छ दिएर त्यो तर्सिन्छ गाजहरू यो अब्जर्भेसन टावर हजुर अब्जर्भेसन टावर एक्ज्याक्ट लोकेसन थाहा छैन तर हामीले भेटाउनु चाहिँ सकेको छ घुम्दा सो हजुर हस् सो गाइजहरू अब लुट बक्स कता छ भनेर खोज्नु खोजिएको छ त्यो ठाउँमै झर्छ पावर प्लान्टको जग्गामा लुट बक्स कता छ भनेर कता डे भयो भने राम्ररी भेटिन्छ होला डेमा त हुँदैन त रन पनि हुँदैन मजाले लुट बक्स धेरै मलाई लास्टमा हुन्छ सबै लुटिरहेको के हो लूट बॉक्स खोलने का लूट बॉक्स कता छ लुट बक्स एक्ज्याक्ट लोकेसन दिएको पनि देख्दैन लुट बक्स कता छ बरु हाम्रो स्टामिना सकेपछि हामी अब दौडिन पाउँदैन सो अब यहाँ होला यार खोली पनि सकेछ चेयर त्यसपछि यता अझै हाम्रो अझै एचपी हुन्छ प्लस हुन्छ एचपी हामीले दुईचोटि जम्मा एउटा मात्र सेकेन्ड मिल्दैन सो रिक्स लिएर छिटो र स्टेटिस्टिक हामीले गेम लिभ गऱ्यो भने
धेरै पनि यति भनिदिरहेको छु युभी लाइट पनि तपाईँहरूलाई दिन्छु एकछिन यता यहाँले फेरि पाउन सक्छ या म्याप बेसको 60 70 यसले चाहिँ हामीले 3 चोटि युज गर्न पाउँछ हाम्रो फुल एसपी छ नि यसले हाम्रो वाच यसले हाम्रो म्याप यसले हाम्रो कम्पास सर्चहरू गर्यो यसले पावरको ठाउँमा हाम्रो र यो चाहिँ रेड ट्र्याक कति सेकेन्डको लागि जान्छ अनि यो ट्र्याकहरू त रेकर्ड बित्तिकै यसमा 50 सेकेन्ड हुन्छ यो चाहिँ हाम्रो मोनिटर यो त मैले पनि युज गरेको छु बेस चाहिँ तपाईँहरू देखाइसकेँ अनि यो युभी लाइट चाहिँ एकछिन लड्नुको लागि र यो स्टोन स्टिक चाहिँ दरेको स्टोन गर्नु सो यति मात्र हो हाम्रो युट्युब सो अब बाई